हजुरको नाम? मेरो नाम तेन्जिङ शेर्पा हो। उमेर कति भयो हजुरको? 75 वर्ष भयो। अनि भूकम्प आउँदा हजुर कता हुनुहुन्थ्यो? घरैमा थियो। अलि म घरमा टोइलेटहरू अलिअलि बनाउनु मानेर साथीहरू पनि थियो। भूकम्प आयो, घर सबै भाँच्यो, टोइलेट पनि सबै भाँच्यो, केही पनि छैन। आइन्दा अब त्यहाँ ठाउँमा बनाउँछु भन्ने इच्छा थियो, तर त्यो ठाउँमा बसेर काम छैन। अब यो घलेको भन्ने ठाउँमा अब अलिक किनभने शान्ति जाकरी छ, त्यहाँ चाहिँ हामीले सबै यो जनता सबैले 200 घर जतिले पाइदियो पनि यो जग्गामा अब फेरि हामीसँग अहिले यो ठाउँमा अहिले आउँ पछि जाउँ भन्ने त हामी एकदम हाम्रो हुँदैन। अहिले यो ठाउँमा आएपछि त हामी यो ठाउँमा जाने भन्दै हामी यहाँ घर बनाउनु पर्यो। कति चाहिँ दुःख छ, बाटो छैन, पहिरोले ल्यायो, खोलामा साँगो छैन, केही पनि छैन। अब कहाँ जाउँ? अब उता भर्खरमा जाने मुस्किल पर्यो त्यो ठाउँमा। भुइँचालो जाँदा हजुरको कोही आफन्तहरू कोही त्यस्ता पर्नु भएको छ? अब एउटा नातिनी अघि 2टा थियो, एउटा टाउकोमा चोट लाग्यो, एउटा हात भाँच्यो। के त्यो हात चोटपटक मात्रै लाग्यो कि त्यस्तो नराम्रो त केही भएन? अनि अर्को चाहिँ भएन, हात भाँचेको एउटा, हात भाँचेको 1 महिना दिनमा अलि दबाई गर्यो, झारबुटी दबाई गरेर निको भयो। अस्पताल पनि लाइन, अब यहीँ गऱ्यो, निकै भयो। अनि हजुर उहाँबाट चाहिँ यहाँ कसरी आउनुभयो त? म अब यता बाटो त अब अहिले त घुमायो, बर्खामा त हिँड्नै नसक्ने, बाटै छैन अहिले त। यति सबै चाहिँ अनि यो चाहिँ यहाँ सामुदायिक वन छ भनेर सबै हजुरहरू यतै आउनु भएको? अनि यहाँ संविधान वन सबैमा बस्नु पाउँछ अरे भन्यो, बस्नु पाएपछि हामी आउँछ। अब के ढका अब भर्खर मासमा हामी बस्नै नसक्ने भयो। अब हिउँदो मासमा मान्छे उता जानुपर्ने, हामी त्यहाँ अब केही गरेर उता गएर पनि त्यो ठाउँमा अलिकति हामीलाई एकदम दुर्विसन भयो। त्यो ठाउँमा अब हामी कसरी घर बनाऊँ? अब फेरि अलिकति त भनेर बस्नु पर्यो। अब त्यहीँदेखि यो ठाउँमा आउने त हामी इच्छा थियो। सरकारले सहयोग गरिदियो भने धन्यवाद त्यो सरकार। हामीले एकदम यो दुःख टेममा गरिदिएको धन्यवाद मुरी हो सरकार पनि। हामी यो एकदम यो जनता दुःखी पारेको छ। हजुरले चाहिँ भुइँचालोपछि केही पाउनु भएको छ? पाउनु त अलिअलि 15,000 एक बेर भयो, 7,000 एक बेर भयो, 22,000 पायो पैसा पनि। अनि अलिअलि चामल पनि पायो, एक कति भयो खोइ मै किन्दै जानै सकेन। म त बुढो मान्छे है, अर्कोले ल्याइदियो, हजुरले लिन जान सक्नु भएन? मैले त भोग्नै नसक्ने हजुर। त्यो ठाउँमा अब भोगेर अब है, अब तल दिएछ माथि, हामी माथि भयो, ल्याउनै सकेन। धन्यवाद।